बहुभाषा बहुसांस्कृतिक सहितको एउटा मल्टिकल्चरल अफ हेरिटेज बनाउन आजको आवश्यकता छ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, हिजो विभिन्न जात र पार्टी र धर्म र छिन्न र भिन्न भएकाहरूलाई एउटै मालामा उनेर एउटा बहुभाषिक एउटा मल्टिकल्चरल अफ म्युजियमको अवधारणाबाट सिङ्गो डडेलधुरा जिल्लालाई विश्वमा चिनाउने एउटा सुन्दर डडेलधुरा बनाउनु छ। त्यसैले मेरो प्रतिनिधि सभामा उम्मेदवार छ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, हामी श्रम संस्कृतिको महाअभियानबाट यो मुलुकलाई बनाउन चाहन्छौँ। आज हाम्रै घर अगाडिको फोहोर उठाउन इडिबीको लोन तिर्नुपर्ने, लोनबाट उठाइदिनु पर्ने, आज लोनको पनि ब्याज तिर्नलाई लोन ल्याउनु पर्ने 28 अर्ब भन्दा बढी आज नेपालीको टाउकोमा ऋण बोकाइएको छ। आज श्रमको महाअभियानबाट मात्रै मुलुकको मुहार फेर्न सकिने सम्भावना छ। अब तपाईँ हामी जुट्नुपर्छ अनि मात्रै यो देशको मुहार फेरिन्छ। 28 अर्ब भनेको समथिङ आज 2 करोड 90 लाखको भाग गर्दा 96 हजार भन्दा बढी आज हाम्रो टाउकोमा ऋणको भारी बोकाइएको छ। आज नवजात शिशुबाट ऋण बोक्नु पर्ने परिस्थिति बनाइराखेको छ। यो राजनीतिक संस्कारले आज हाम्रो नागरिकलाई कता लगिराखेको छ। आज ज्येष्ठ नागरिकहरू वृद्धाश्रम पुग्नु पर्ने परिस्थिति, आज युवाहरू खाडीमा गएर बेलचा चलाउनु पर्ने परिस्थिति, आज धनीको लागि छुट्टै शिक्षा, गरिबको लागि छुट्टै शिक्षा, आज धनी हुँदै गए, गरिब हुँदै गए। आज यो असमानतालाई आज श्रमको एउटा विभेदको अन्त्य गरेर श्रम संस्कृति पार्टी को परिवार्य माध्यम हो, व्यक्ति समुदाय र समाजको सकारात्मक रूपान्तरण हो, सामाजिक आर्थिक शैक्षिक सन्तुलन हो। आज 21 सेन्चुरी इम्पोर्टेन्ट अफ द कम्युनिकेसन टेक्नोलोजीमा आज नेपाली युवाहरू आज हिँडिराख्दा पनि दास बन्नुपर्ने परिस्थिति छ। आज हामीले चलाइराखेको मोबाइल, हामीले प्रयोग गरिराखेका लुगा लट्ठी, आज हामीले चलाउने सुइयो समेत नेपालमा नबन्ने परिस्थिति छ। आज उद्योग कल कारखाना खोलेर हरेक नागरिकलाई रोजगार दिन सकिन्छ। आज हरेक कृषकहरू आज तरकारी सडकमा कुहिएर रोइराखेको छ। हरेक कृषकको आत्मनिर्भरता बनाउनको लागि जिल्ला दर रेट हरेक कायम गरेर हरेक कृषकको उत्पादनमा सुनिश्चितता ल्याउनु पर्ने आजको आवश्यकता छ। घाँस पात कपास सहितको आजको सरबारा जनताहरूलाई हक रही दिनुपर्ने आजको त्यो खालको परिपाटी नबनाएसम्म आज हाम्रा युवावर्ग आज हाम्रा युवाहरू आज खाडीमा बेचिरहेका छन्, रगत पसिना बगाइराखेका छन्। सामाजिक आर्थिक शैक्षिक सामाजिक रूपान्तरण आज प्राकृतिक संरक्षण स्रोतको परिचालन गर्न नसकेर आज जल जमिन जङ्गल छन्। आज विश्व सम्पदा सूचीमा रहेका विभिन्न ठाउँहरू आज भग्नावशेष अवस्थामा छन्। आज पर्यटकीय स्थल प्रचुर सम्भावना बोकेका, जुन आत्मनिर्भर र समृद्धि मुलुकलाई बनाउन सक्ने सम्भावना बोकेका ती अङ्गहरू आज छिन्न र विभिन्न एमसीसी जस्ता विभिन्न दलाल बिचौलियाहरूले विभिन्न सन्धि सम्झौताले आज यो देशलाई बर्मलुटको मैदान बनाएको छ। सचेत रहनुहोला, सचेत रहनुपर्छ। अब हामी नागरिकहरूले आज गलतलाई गलत, सहीलाई सही भन्न सक्नुपर्छ। मताधिकार तपाईँहरूको हातमा छ। फागुन 21 गते महेन्द्र डडेलधुरा जिल्लाबाट